मम्मी एकैछिन मोबाइल दिनु न। तिमीलाई मैले भित्र बसेर खुरुक्क पर भने हैन के को मोबाइल हो फेरि? यहाँ मान्छेको परिपरि दिमागै ह्याङ भयो। एकैछिन मोबाइल दिनु न, माइन्ड फ्रेस गर्छु के। ए पर्दा पर्दै दिमाग ह्याङ भयो? ए त्यसलाई त्यसो भए फ्रेस गर्नु पर्यो हैन? जा त्यस भए त्यहाँ बनमाराको झाङमुनि मैले दाउरा काटेर राखेको छु, घर लगेर एक्जाम नहुँदासम्म त मोबाइल पाइ हो। को कहाँ जान्ला हामीलाई राम्रोसँग थाहा छ है। ल भन्न त म कहाँ जान्ला छु। त्यही मम्मी उनी मोबाइल ल्याउनु जान्ला होइन। मोबाइल पाउँछु भनेर मक्ख परेर जान्लाले पाया पाइयो, झन्डै मैले कुटाइ खाएन। अब जस्तो सम्झिस् क्या नानी। यो घरमा मेरो लागि कति इज्जत र कति माया छ नि तँलाई के थाहा। हेरमला खुब माया र इज्जत भन्दै गइछस्, अहिले गाई र भैँसको मल फाल्ने बेला थाहा होला। त्यति मात्र होला र अहिले प्याज गर्न पठाउनुहुन्छ अनि थाहा हुन्छ। देखिस् मैले अग्नि भने हैन त जस्तो म होइन भनेर। आरी चाहिँ आफ्नो अकल छैन। नै कहाँ जाने हो? कर्मले जहाँ डोर्याउँछ त्यही। नै के कुरा गर्छ यसले? के भयो? के भाला र के भएन। ओइ नै के गर्यो? के कहाँ जाने हो? भने त के र कर्मले जता डोर्याउँछ उतै। के गर्नु म यो घरमा अड्दैन रहेछु। हैन तँलाई कसले के गरेछ र के? कसले के गरे त्यो त गर्ने मान्छेले थाहा होला र। ल भन्न त भन्न, को छ त्यस्तो गर्ने मान्छे यो घरमा? को रहेछ त्यस्तो? अन्त नडाटेर म ल के गरे भन्न त। प्यारी छोरीलाई त मोबाइल दिनु बारे छ, मलाई त दिनु भएन। मलाई के भनेर पठाउनु भयो? ए भनेपछि त्यही मोबाइलको लागि घर छोड्ने निर्णय गर्यो। त्यसले मोबाइल किन लग्यो म तँलाई देखाउँछु अहिले। छोड्दे कि मलाई छोड्दे, यसको पहिला म खोपडी पढ्छु अनि म कुरा गर्छु। म होइन कि मम्मी मोबाइल त पढ्ने भनेर ल्याएको थिएँ, गुगल ओपन गर्छु भने टिकटकमा गएछ झुक्केर। नबताए तपाईँको कसम। आज मेरो झुटो कसम खान्छ तँलाई त मैले आज नमारी छोड्दैन। मम्मी के छोड्दिनु, मैले त्यसको कुरा बुझ्छु। अहिले बुझेर हुन्छ, यसले मेरो झुटो कसम खाइछ। खै काम गर्न आज